आमा हजुर के लागेछ चोलोमा? खोइ के लागेछ यहाँ अनि आज नि अँ, एउटा कुरा सोध्न मन लाग्यो कि सोध्न तपाईँ कतिको खुसी हुनुहुन्छ? म खुसी नै छु छोरो घर आइज बसिन्छ अँ, मलाई रमाइलो लाग्छ अनि के भन्छन् रे म घर नआए नि तपाईँलाई केही समस्या छ कि अथवा के छ कि टेन्सन छ कि म जापान बसेँ नि तपाईँलाई के छ त्यस्तो? मलाई टेन्सन लाग्छ नि अब कहिले घर आउलान् जस्तो लाग्छ अँ, अनि यसो कुरा खेल्छन् अँ, एक्लै हुन्छु अँ, अनि साथी एउटा मुख बोल्ने छैन अँ, एक्लै बसिया छु अनि धेरै चिन्ता लाग्छ नि मलाई ए अनि छोराले के गर्दै हुन्थ्यो अब जस्तो लागेको? छोराले आएर अब घर मलाई एउटा साथी मुख बोल्लो साथी राखिदिएदेखि खुसी हुन्थेँ